केपी ओली शेरबहादुर प्रचण्डको जय, नेपाली काङ्ग्रेस एमाले जिन्दाबाद सबैले भन्नु, होइन भने घरमा घुसेर तपाईँको हत्या हुन सक्छ। केपी ओली शेरबहादुर प्रचण्ड र एमाले काङ्ग्रेस चाहिँ कानुनभन्दा माथि हो र यिनीहरूलाई हत्या गर्न, भ्रष्टाचार गर्न र बलात्कार गर्न पूर्ण छुट छ। त्यसैले हामी सबै एमाले र काङ्ग्रेस हुनुपर्छ। हामीले पनि त यी सबै लाभ लिनु पर्यो नि। नपत्याए पहिला महेश बस्नेतको यो कुरा सुन्नुहोस्। रविजी पनि आजको उहाँको बयान भनेको एउटा नाटकको श्रृङ्खला थियो र पूर्वपक्षीय तोकेर अदालतले जेलमा हालेको र सरकारी ठगी लगायतका गम्भीर मुद्दामा जेलभित्र बसेको मान्छेलाई सुशीला कार्कीजीले आफ्नो कार्यकक्षमा आफ्नो चाहिँ कुर्सीसँगै राखेर बयान लिएको जुन नाटक गरिन्, यो चाहिँ सेटिङवाला नाटक हो र यसले चाहिँ के सन्देश दिन खोज्यो भने रवि लामिछानेले जेलबाट ल्यायो भने अरू नेतालाई पनि हामी बयानमा यसै गरी ल्याउँछौँ भनेर सन्देश दिन खोज्या हो। अब यो आयोगले चाहिँ अरू कुनै नेतालाई त्यसरी बयानमा डाकेर कुनै नेता जालान् भन्ने पनि छैन। कुनै नेतालाई त्यसरी लान खोज्यो भने चाहिँ तर रासोपामा त हजारौं लाखौं मान्छे चाहिँ नेताभन्दा पहिला सिंहदरबार भित्र छिर्छन् भन्ने लाग्छ। यो गुण्डाले भन्न खोजेको यही होइन र? यस्ता धम्की एकपटक होइन, बारम्बार उसको मुखबाट सुन्दै आएको छु। यत्रो आँट साहस कसरी आएको होला? दिन दहाडे कलिला भाइ बहिनीको हत्या गर्ने अनि ती हत्याराहरू गुड्डुमा बसेर सरकार र जनतालाई धम्क्याउने अनि हामी सधैँ सुनेर मात्र बस्ने? हिजो जेनजीको नाममा जुन विध्वंस भयो त्योभन्दा बढी हुन सक्छ यदि अपराधीले यस्तो बोल्दै जाने र सरकार निरह भएर बस्ने हो भने। यत्रा पुलिस प्रशासन छन्, 90,000 आसपास नेपाली सेना छन्, परिचालन गर्नुहोस्। ती हत्यारालाई घिसारेर कठघरामा उभ्याउनुहोस्। होइन र सक्नुहुन्न भने सरकारले हामी सक्दैनौँ, हामी जनतालाई न्याय दिन सक्दैनौँ भनिदिनुहोस्। त्यसपछि हामी ती हत्यारालाई घरबाट घिसारेर टुँडी खेल ल्याएर तमाम मेरो शहीद भाइ बहिनीको परिवारलाई जिम्मा लगाउँछौँ। उनीहरूको सजाय बलिदान दिने मेरो भाइ बहिनीको परिवारबाट हुनेछ। नक्कली जेनजीको नक्कली प्रधानमन्त्री र गृहमन्त्रीलाई मेरो निवेदन, तपाईँहरूले केही गर्न सक्नुहुन्न थाहा छ, हामीले देखिसकेका छौँ। तर एउटा काम गरिदिनुहोस्, रवि लामिछानेको मुद्दा निष्पक्ष छानबिन गरेर तुरुन्त कानुनी कारबाही अगाडि बढाउनुहोस्। हत्यारालाई चुनावमा सहभागी गराएर यो देश र जनताको साधारण मान्छे रवि लामिछानेलाई किन यातना र टचर? यदि यो मुद्दा पनि टुङ्गो लगाउन सक्नुहुन्न भने रविलाई बाहिर बसेर मुद्दा लड्ने वातावरण मिलाइदिनुहोस्, जसरी हत्यारा र भ्रष्टाचारीहरूलाई मिलाइदिरहनु भएको छ। किनकि यो चुनावमा हामीलाई रवि चाहिन्छ, रासोपालाई के चाहियो थाहा छैन। उनीहरूले के कति पहल गरेका छन् त्यो पनि देखेका छौँ। रासोपालाई रविको नाम मात्र चाहिएको होला, तर जनतालाई रवि चाहिएको छ। जनतालाई न्याय चाहिएको छ, जुन रविबाट मात्र मिल्ने आम जनताको विश्वास छ। यो गुण्डाले सरकारलाई र कानुनलाई यसरी चुनौती दिन्छ भने हामी आम नागरिक भएर यो देश र जनताको न्यायका लागि रवि लामिछानेलाई चुनावबाट वञ्चित पार्न खोजेको हो भने आउने चुनाव होइन, युद्ध मैदान बन्नेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु।